सबैलाई नमस्ते। यतिखेर म कम्बोडियाको एउटा सांस्कृतिक सहर भन्छ सिएम रिपमा छु। सिएम रिपको पनि अङ्कोर वाट विश्वकै बुद्धिस्ट धर्म मान्ने र हिन्दू धर्महरू खासमा चाहिँ यो विश्वको सबैभन्दा ठुलो हिन्दू मन्दिर हो अङ्कोर वाट। यो मेरो टी सर्टमा पनि आप देख्न सक्नुहुन्छ। मैले भिजिट गरेको लगाएको थिएँ। अङ्कोर वाटको भिडियो म अलग्गै बनाएर हाल्नेछु। चाहिँ अहिले खास साउथ इस्ट एसियाको सबैभन्दा फेमस स्ट्रिट खाने पिउने रमाइलो गर्ने गीत गाना बजाना यो हो। यो चाहिँ सिएम रिपमा छ। सबैभन्दा राम्रो बेस्ट चाहिँ पब स्ट्रिट हो। अगाडिबाट म यहाँ छु आइरहेको छु। यहाँको गतिविधिहरू यहाँ चाहिँ अरूभन्दा मलाई म्युजिक चाहिँ दामी लाग्यो। म्युजिक राम्रो छ। रमाइलो छ। त अब यस्तै साउथ इस्ट एसिया त आफ्नै घर जस्तो लाग्छ मलाई। फिलिपिन्स अब सिङ्गापुर पहिला पत्रिका पढेको भएर पनि होला। म त एक्लै हिँड्छु। अब हिजोसम्म चाहिँ हाम्रो घरै दाइहरू पनि हुन्थ्यो। उहाँहरूले नै मलाई पत्रिका बसाल्नुभयो। आज चाहिँ म उहाँहरू चाहिँ उतै हुनुहुन्छ। उहाँहरू चाहिँ पछि आउनुहुन्छ अरे। अहिले नआउने अरे। उहाँहरूको 15 दिनको टुर हो। मेरो 1 हप्ता मात्रै भएको भएर मलाई 2 दिन यहाँ दिनै पर्ने थियो कम्बोडियामा। त्यही भएर म चाहिँ आउनु पनि आज आएँ। तर त्यो केही छैन। आज आए पनि म चाहिँ खुसी छु। मान्छेहरू त टन्नै छ यहाँ। पब स्ट्रिट घरहरू पछाडि ल्याइन्छ। यता पनि छ, यता पनि छ। रिभर साइड नाइट मार्केट भनेर छ यतापट्टि। बेस्ट यो पथैयाको स्वेसिक भन्ने छ। त्यहाँ केटीहरूले लौरोले हिर्काउने मात्रै तान्ने गर्छन्। अनि अब वाकिङ स्ट्रिट त अब यसै बदनाम छ। त्यहाँ बाटामा चाहिँ मान्छेहरू लगाएर आफ्नो परिवार छैन। यहाँ चाहिँ त्यस्तो छैन। यहाँ चाहिँ एकदम शुद्ध खाने पिउने गाने बजाने होइन बियर खाने रमाइलो गर्ने त्यो छ। र अर्को कुरा चाहिँ कम्बोडियामा चाहिँ मैले सुनेको थिएँ। अहिलेसम्म मैले एक्सपिरियन्स गरेर म जान्छु एकछिन। $1 एउटा बियर पाउँछ। यहाँ चाहिँ डलर चल्छ। अरू देशमा चाहिँ हकाउनु भएको चाहिँ यहाँको चाहिँ खास खमेर पैसा पनि हो अरे। रियाल भन्दो रहेछ। तर त्यो खमेरलाई अविश्वास गरेको कारणले गर्दा पनि यहाँ चाहिँ डलर चल्छ। मैले यो टी सर्ट पनि $5 किनेको। बढी पो हालेँ कि कुन तर अब यहाँको लागि एउटा सम्झना भनेर लगाएर हिँड्नलाई। नो सर, थ्याङ्क यू भेरी मच। जनताहरू माथि बसेर खाइरहेको छ। बसेर खाने भनेर ठाउँ खोज्दै आउने क्रममा यहाँ आइपुगेको छु। अब यहाँ बसेर यो शामको इन्जोय गर्दै माथिबाट हल्का एउटा भ्यू छ। यसबाट गर्नुपर्ने मैले एउटा चाहिँ अङ्कोर ड्राफ्ट बियर भनेर चाहिँ एड गरिसकेँ। यहाँ चाहिँ सबै डलरमा हुन्छ है। फेरि राइस एन्ड नुडल्स किन छैन? भाइसँग भर्खर कुराकानी गरेँ। अमोक खमेर अमोक भनेर आयो। यो चाहिँ फिस हो। यहाँ चाहिँ राइस छ, ब्राउन राइस। यो लोटसको पत्तामा खुर्सानी चाहियो भने जसमिन चाहिँ यहाँको फ्लावरको फुल हो। यो तल पनि के हालेर ल्याएको छ। अब यो म चाख्छु एकचोटि कस्तो छ। म यहाँहरूलाई यसको बारेमा पनि बताउँछु। ब्राउन राइस
हाल भन्थ्यो। नट ब्याड। कम्बोडियाको नेसनल डिस हो। म यतिखेर कम्बोडियाको सिएम रिप भन्ने ठाउँमा छु। आँखा टोपी खोला होइन राम्रो। यो हो सिएम रिपको पब स्ट्रिट। कोही फुटबल हेरेर बसेका छन्, कोहीले पहर बेच्छ, कोही बाटामा चाहिँ खाएर बसिरहेका छन्। यहाँ त रातभरि हिँड्यो भने केही लाग्दैन।